चर्चित गायिका ज्योति मगरको बारेमा सोनाम लामा म्याम यसो भन्नुहुन्छ, एकपटक सुनाऊ है साथीहरू। नमस्ते भ्याबुल्ला सबैजना जेजी युवाहरूलाई। मेरो 2-4 शब्द चाहिँ ज्योति मगरको विषयमा राख्नु मन लाग्यो। राष्ट्रिय कलाकार ज्योति मगर राष्ट्रिय कलाकार कसले बनाउनु भयो? तपाईहरू युवा युवतीले होइन, जेजी युवा युवतीले होइन, उसको कार्यक्रममा गएर जय जयकार गर्ने, सिटी बजाउने, उसलाई उत्साह बनाउने, उसलाई चर्चामा ल्याउने को थियो? जेजी युवा। बुढाबुढी त जाँदैन यसको कार्यक्रम, यसको तिख्र हेर्नु त जाँदैन, यसको गीत राम्रो छैन, यो तिख्र देखाएर चर्चामा आएको हो, युवा युवतीले चर्चामा ल्याएको हो। हाम्रो घेटौडामा यसलाई कति सालमा भयो जुत्ताले हानेको थियो। जसको इज्जत छ नि त्यो मान्छेले जुत्ताले हान्छ क्या यस्तालाई। यस्ता अहिले यो राष्ट्रिय कलाकार हो, यो केबीको कलाकार हो। केबीको झोला बोक्नु पुग्यो, हत्याराको झोला बोक्नु पुग्यो, ज्यान माराको बलात्कारीको साथ दिनु पुग्यो, जेनजीलाई लात हानेर। ठुक्क तेरो जिन्दगी ज्योति, तँसँग यति पनि दया छैन, यति पनि माया छैन, तँसँग यहाँ मानवता छैन। मानवता हराएको, मानवता नष्ट भएको तिमीहरू। जसले त्यो हत्यारालाई साथ दिन्छ नि, बलात्कारलाई साथ दिन्छ नि, तिमीहरूको नष्ट भइसकेको छ तिमीहरूको दिमाग र तिमीहरूको मानवता केही पनि छैन। तिमीहरू मान्छे होइन। अनि यस्तालाई कलाकार भन्ने? अनि भन्छन् 35-36 सालदेखि त्यो केबीले देश चलाउँदै आएको छ। अहिलेसम्म पनि यो देशको प्रधानमन्त्री भन्ने नै केबी ओली हो रे। ठुक्क तेरो जिन्दगी। गुखाने केबीको गुखानेहरू अलिकति पनि यो दिमागमा गोबर छ तिमीहरूको, सबैको गोबर भरेको छ, दिमाग होइन। 75-76 जना बालकका बच्चा मारेर हेलिकप्टरमा भाग्ने गुखाने तेरो नेता यो देशको प्रधानमन्त्री। हत्यारालाई प्रधानमन्त्री भन्ने यार, ठुक्क बरु। गुखा तिमीहरू, भात नखा। तिमीहरू मान्छे होइन, तिमीहरू जनावर हो, त्यही भएर गुखा। तिमीहरू मान्छे होइन। कति आमाको आत्मा कति रुइरहेछ, कति तडपिरहेको छ, छटपिरहेको छ, कति कुरो काख रित्तो बनाएको छ हो यो पापीले, यो हत्याराले। त्यसैको जय जयकार गुणगान गर्ने तेरो बच्चा परेको भए के हुन्थ्यो है? भन त्यतिखेर प्रश्न जनताले जवाब दे। तेरो पनि सन्तान होला, कसैले तेरो सन्तान माथि अलिकति पनि चोट पुर्यायो भने तिम्रो मुटु कति दुख्छ। त्यसले त मारिसक्यो गोली हान्नु आदेश दिएर। यति पनि तिमीहरूको दिमागमा गोबर भरेको होइन। तिमीहरू मान्छे होइन, तिमीहरू आइमाई होइन, तिमीहरू राक्षस हो। केबीलाई जसले यो देशको प्रधानमन्त्री भन्यो नि, तिमीहरू सबै राक्षस नि हो। तिमीहरू मान्छे होइन। तिमीहरूसँग मानवता छैन, सबै मरिसकेको छ तिमीहरूको मानवता। न तिमीहरूसँग ज्ञान छ, न मानवता छ, न तिमीहरूको विचार छ, न सिद्धान्त छ। तिमीहरूको को सही को गलत बुझ्नु नसक्ने दिमाग छ तिमीहरूको। लाज छैन तिमीहरूलाई। यस्ता ज्यान मारालाई, यति मान्छे मार्नेलाई प्रधानमन्त्री भन्छ यार। यो देशको कहाँसम्मको गुखानेहरू रहेछ भने आमा मान्छे नै छैन रहेछ कि यो देशमा, सबै गुखाने रहेछ। जसले केबीको गु खान्छ नि त्यसले नराम्रो कमेन्ट लेख्छ, सामाजिक सञ्जालमा आएर भुक्छन्। त्यो सबै गुखाने। तेरो 7 पुस्ता तेरो सन्तानलाई पनि राम्रो हुँदैन। सबै त्यो बलिदान दिनेहरूको आत्माले सराप्ने छस् तिमीहरूलाई। त्यो आमाहरूको आत्माले पनि सराप्ने छस् तिमीहरूलाई। बुझिस्? राक्षसहरू हो। मान्छे बन्नु सिका, कसैको गलत बुझ्ने कोसिस गर। तपाईलाई उहाँ सोनाम लामाले ज्योति मगरले यी भनेका कुराहरू कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला।